गाइस हाम्रो आज चाहिँ मासु र भात है अनि यसपछि हेर्नु है दाल हाम्रो फेरि यस्तो खतरा हुन्छ कि बाहुन दाल होइन नि फेरि यो एकदम तामाङको दाल हो एकदम स्पेसल यो है हामी जौलो खा जस्तो खान्छ दाल पनि यस्तो तरिकाले खान्छौँ गाइस हेर्नुहोस् यस्तो बाबा कहाँ बेचेत हुन्छ यस्तो राम्रो चिज खाना चाहिँ खासै धेरै खान त मन थिएन एक थाल चाहिँ जबरजस्ती जान्छ अब त्यो तपाईँहरूलाई नेक्स्ट पार्टमा म देखाउँछु मैले खुर्सानी निकाल्नु बिर्सेछ गाइस खुर्सानी चाहिँ हाम्रो हेर्ने यहाँ फेरि यस्तो स्पेसल छ है मेरो सानो डिब्बा खुर्सानी चाहिँ यहाँ छ अनि टक्क लाएर यो चाहिँ खालि त्यो नखाने खुर्सानी म चाहिँ खाने हो टक्क लाएर अब खुर्सानी हालेर टक्क खाँदाखेरि होइन यस्तो मिठो हुन्छ कि हेर्नुहोस् गाइस अब धेरै चाहिँ नहाल्ने हो दुईवटा चाहिँ हाल्नु पर्ला भनेको तिनवटा चारवटा गएछ यस्तो पिरो खान्छु खानु चाहिँ म फेरि है यस्तो हेर्नुहोस् गाइस अब टक्क लाएर अब यो खाँदाखेरि कस्तो होला जाने टक्क लाएर यसलाई यस्तो गरेर मिच्ने अनि यस्तो गरेर लाएर